हे गाइज सबैलाई नमस्कार। मेरो नाम चाहिँ वासुदेव मल्ल अनि उसको नाम चाहिँ सन्तोष मल्ल। यो च्यानल चाहिँ सन्तोषको, उसले चाहिँ यसमा चाहिँ भिडियो हाल्छ। अब किनकि ऊ चाहिँ मबाट धेरै नै टाढा भइसक्यो। म आज काठमाडौँ आएको थिएँ, त्यसैले हामी भेटेको अनि मैले चाहिँ भिडियो बनाइदिएको हैन। किनकि अब चाहिँ मेरो भिडियोमा ऊ चाहिँ आउँदैन, किनकि ऊ चाहिँ तराई आएको छ पढ्नको लागि। अनि आजभोलि चाहिँ काम गरिरहेको रहेछ। अब रिजल्ट आएपछि पढ्छु भनिरहेको छ। अनि यो चाहिँ सन्तोषको च्यानल हो, यसमा चाहिँ सन्तोषले भिडियो हाल्छ। यदि हजुर सन्तोषलाई हेर्न चाहनुहुने मान्छेले चाहिँ सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु यसलाई चाहिँ। अनि साथ सपोर्ट दिनु होला भन्न चाहन्छु। अरू त के नै भन्न चाहन्छु र म चाहिँ ल। अनि सन्तोष के भन्न चाहन्छस्? त्यस्तै ठिक छ अङ्कल। अहिले अब भेट चाहिँ हाम्रो हुँदैन। अब मलाई मनमा चाहिँ दुःख लागेको छ। अब हामी टाढा हुन्छौँ, अब के गर्ने, गाह्रो छ जिन्दगी। अब त्यही हो गाइस, अब के गर्ने न। अब परिस्थितिले चाहिँ मान्छेलाई टाढा टाढा बनाइदिने रहेछ। अब जस मैले पनि उसलाई रोक्न सक्दिनँ होइन, किनकि उसको लाइफ हो। उसले आफ्नो लाइफलाई चाहिँ हेर्नुपर्ने हुन्छ। सो त्यसैले गर्दा चाहिँ अब पहिला त मसँग जस मेरो क्यामेराम्यान मेरो भिडियो बनाइदिन्थ्यो अनि भिडियोम्यान आउँथ्यो होइन। त्यस गाउँमा सँगै हुँदाखेरि त्यो धेरै लगभग 2-3 वर्ष हामीसँगै बस्यौँ। 2-3 वर्ष हामीसँगै बस्यौँ। त्यो रमाइलो भयो, एकदम बेस्ट गाइज, बब्बाल भयो होइन। जुन हजुरहरूले भिडियो पनि हेरिहाल्नु भयो होला, कति रमाइलो गर्थ्यौँ भनेर हामीहरू चाहिँ। अनि ऊ चाहिँ अहिले तराई आएको छ, ऊ चाहिँ अहिले काठमाडौँ आएको छ। काठमाडौँ चाहिँ पढ्ने भनेर अब म नि आएको थिएँ ठ्याक्कै। अनि आज चाहिँ हामी भेटेको। त्यसैले लगायत त्यही हो। सबैजनाले सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु है, साथ सपोर्ट दिनु होला भन्न चाहन्छु। ल त्यही हो गाइज। अनि त के भन्छस्? हजुरहरूले गर्यो भने म पनि हुन्छु, केही न केही सोचिरहेको छु। ल अनि तँले चाहिँ भिडियोहरू चाहिँ रेगुलर हाल्नु पऱ्यो है सन्तोष, है हाल्छस्? हाल्छु, कहिलेकाहीँ हाल्छु भनौँ न। अब किनभने होटलमा काम गरिरहेको छु, कति होटलको मात्र हाल्ने। होटलको चाहिँ म एउटा भिडियो चाहिँ हाल्छु। घुम्न जाँदाखेरि चाहिँ हाल्नु, घुम्न जाँदाखेरि हाल्छु, यताउता बाहिर निस्किँदाखेरि हाल्छु म। लगायत त्यही हो। 2-3 मिनटको भिडियो भयो यो चाहिँ। यो चाहिँ फर्स्ट टाइम हेर्न, यसको चाहिँ च्यानलमा चाहिँ फर्स्ट टाइम यसले चाहिँ हालिरहेको छ। सबैजनाले सब्सक्राइब गरिदिनु होला, माया साथ सबै देखाइदिनु होला भन्न चाहन्छु। उसले पनि जिरोबाट स्टार्ट गरिरहेको छ। अब चाहिँ उसलाई पनि सपोर्ट गरिदिनु होला ल भन्न चाहन्छु। ल बाई बाई। अब अरू भिडियोमा उसलाई हेर्नु होला, उसले कस्तो भिडियो बनाउँछ भनेर है। ल बाई।